हाई एभ्रिवान आज चाहिँ हामी अब आइओईको इन्ट्रान्सको तयारी गर्न लाग्छौँ होइन। आज चाहिँ म बल्ल आज सुरु गर्दैछु। आज कति गऱ्यो 7 घन्टा हो अब इट्स नेभर टु लेट टु स्टार्ट भन्छ के लेट्स सी है। अनि आज चाहिँ सुरुमा चाहिँ बिहानको 6 बजी 10 बजे क्लास थियो, त्यो क्लास चाहिँ भ्याइयो। अब चाहिँ फिजिक्स पढ्दैछु। इफ यु आर अल्सो प्रिपेरिङ फर द आइओई देन च्यानललाई सब्सक्राइब गर, अन्त कमेन्टमा सबैले आफ्नो एक्सपिरियन्स सेयर गर है। मैले कति पढेर भ्यायो म त बल्ल सुरु गर्न लाग्यो, हुन्छ कि भ्याइन्न यसको। मैले भर्खर भेक्टरको हेरेर भ्याएँ होइन। पढ्दै पढ्दै छ होला यार, कस्तो होला नि। भर्खर मैले भेक्टरको भ्याएँ। अब भेक्टरको यहाँ सेट मार्कको क्वेसनहरू गर्छु। यहाँ चाहिँ सरर एकचोटि उसैदिएको खासै गाह्रो लिन्छ भेक्टर। सो आज चाहिँ मेरो प्लान चाहिँ फिजिक्सको मेकानिक्सबाट भेक्टर हेर्नु थियो, त्यसपछि केमिस्ट्रीको जिओसी पढ्नु पर्ला सोचिरहेको थिएँ। हेरौँ के हुन्छ। अनि एउटा कुरा कि मैले भिडियो चाहिँ किन बनाएको भन्दाखेरि यो टाइम ल्याप्स लगाएर पढ्नु बस्यो भने चाहिँ एकदम पढ्न मन नहुँदो रहेछ। नत्र म त एकैछिनमा उठिहाल्थेँ, पढ्न बस्यो, झ्याउलाउँथ्यो, फेरि उठ्यो, यताउति डुल्यो, अनि फेरि मोबाइल समात्यो, अनि 3-4 घन्टा मोबाइलमै बिजी भयो, यस्तो हुन्थ्यो। त्यही भएर चाहिँ टाइम ल्याप्स लगाएपछि चाहिँ कस्तो पढ्न मन नहुँदो रहेछ कि भिडियो रेकर्ड गरेपछि पढौँ हुँदो रहेछ। त्यही भएर चाहिँ मैले कति 1 घन्टा यति टाइम ल्याप्स बनाएको थियो, त्यसबाट अलिकति काटेर चाहिँ यो भिडियोमा पनि हाल्छु म होइन। टाइम ल्याप्स लगाएपछि चाहिँ पढौँ हुँदो रहेछ। अन्त चाहिँ मैले कति कुरा भनेको थिएँ कि बिचमा, के भन्थेँ, यो माइकको चार्ज नै सकियो कि, त्यही भएर सब रेकर्ड भएको कति सब उड्यो। अनि अहिले चाहिँ यो नयाँ माइक युज गर्दैछु। यसको पार्ट पनि तिमीलाई सबभन्दा लास्टमा राखिदिन्छु हेर है, त्यो बोलेको पार्ट क्या। आवाज त आएको हुन्न, त्यही पनि हेर्नु मलाई चाहिँ हेरेको छ। अब चाहिँ म यो भेक्टरको क्वेसनहरू चाहिँ बुकबाट सल्भ गर्ने कोसिस गर्छु। अनि अब चाहिँ खाजा ब्रेक होइन, अहिले टक्क खाजा बनाएर ल्याइसकेको छु। खाजा खानु पर्यो, यसो फेरि भन्नु। के भनेर इन्जिनियरिङ पढ्न छोडेर म त सेफ बनाउनु पर्यो क्या। बुकको न्युमेरिकल गरेर नि भ्याइयो र मलाई राम्रो लागेको छ म माथि राखिदिन्छु। मैले भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नु र कमेन्ट अन के प्रगति हुँदैछ।